छोरी तिमी पनि विदेश जाऊ नबिना यो इन्डस्ट्रीमा केटीहरूलाई एकदमै गाह्रो हुन्छ बहिनी छोरी मान्छेहरूलाई स्टेजमा जाँदा अथवा यो जर्नीमा नै एकदमै अप्ठ्यारो पर्न सक्छ त्यही भएर त नजोइन गर्नु नमस्ते म नबिना राणाबाट नेपालगञ्ज बाँकेकी चेली एक्टिङ स्टार नेपालकै पहिलो एक्टिङ रियालिटी सो सिजन 1 को विनर यी शब्दहरू थिए मेरा आफन्त मेरा रिलेटिभ मेरा फ्रेन्ड मेरा इष्टमित्रहरूका शब्दहरू थिए पहिला मैले एक्टिङ स्टार जोइन गर्नभन्दा पनि एक्टिङको जर्नी स्टार्ट हुँदाखेरि अनि अहिले आएर चाहिँ आफ्टर 6 महिनाको अवधिपछि चाहिँ एक्टिङ स्टारको यो जर्नी पछि अहिले फाइनली एक्टिङ स्टारको विनर भएर नेपालगञ्ज पश्चिम बाँके हाम्रो ट्रफी आएको छ यो विनरको ट्रफी यो अचिभमेन्ट मेरो मात्र होइन यो अचिभमेन्ट पुरै नेपालगञ्जको पुरै बाँके मात्र नभएर पुरै नेपालभरि नेपाल बाहिर विदेशमा भएर पनि मलाई सपोर्ट गर्न हुने सबै मेरा मायालुहरूको अचिभमेन्ट हो यो ट्रफी उहाँहरूको निम्ति हो अनि मैले सोचेको पनि थिइनँ यति धेरै मैले माया सपोर्ट अनि अघि भर्खरै भन्नुभयो यहाँ नेपालगञ्जको मिडियाले जसरी कभरेज गरिदिनु भयो यो सपोर्ट नै मैले एक्सपेक्ट गरेको थिएन अनि यहाँबाट भोटको एउटा हिसाबको माया पनि त्यो पनि एक्सपेक्ट गरेको थिएन अनि एकदमै निरन्तर माया गर्नुभयो निस्वार्थ माया गर्नुभयो र नेपालगञ्ज ट्रफी आयो अनि त्यही कारणले चाहिँ हाम्रो विदेशमा भएको कतिजना सबैले पनि यसरी माया गर्नुभयो नेपाल अधिराज्यभरि नै कति धेरै ठाउँबाट पनि भोट गर्नुभयो अनि थ्याङ्क यू सो मच यसरी अर्गनाइज गरिराख्नु भएको छ सम्मान इभेन्ट भनेर अनि झन् एउटा महिला भएर हजुरहरूले सायद मेरो पर्फर्मेन्स हेर्नुभयो भने मैले उठाएका कजेसहरू जस्तो बिहेको कुरा अर्को भनेको चाहिँ अबोर्सनको कुरा थियो अर्को चाहिँ हाम्रै अब बर्दियाकै कथा सृजन दिदी र विवेक दाईको कथा थियो त्यस्तै थुप्रै कथाहरू वस्तु मैले उठाएको छु अनि त्यो मन पराएर पनि मलाई धेरैजनाले सपोर्ट गर्नुभयो अनि थ्याङ्क यू सो मच फेरि पनि हजुरहरूलाई यति धेरै माया सपोर्ट अनि निरन्तर सपोर्ट गर्नुभएको हुनाले आज नेपालगञ्ज ट्रफी आयो अनि यो लभको लागि फेरि पनि थ्याङ्क यू सो मच धन्यवाद भन्न चाहे Thank you.